गाइज आज चाहिँ मेरो छुट्टी थियो अनि मैले जुन भिडियो बनाएको थिएँ एउटा भिडियो बनाउनु पऱ्यो आज छुट्टीमा यसो बाहिरतिर जानु पऱ्यो पार्कतिर जानु पऱ्यो भनेर एउटा भिडियो बनाउनु पऱ्यो भनेर सोचेको थिएँ एन्ड बनाउनलाई हिँडेको लाइक दिस इज माई लिभिङ सिटी यहाँ भनेको गाडीहरू यति धेरै गाडी हुँदो रहेछ यति धेरै गाडी होइन नेपालमा बाइकै मात्र हुन्थ्यो यहाँ चाहिँ गाडी नै मात्र कारै मात्र हुँदो रहेछ अनि कारमा पनि मेनली भनेको बिएमडब्ल्यूहरू हुँदो रहेछ बिएमडब्ल्यू मर्सिडिज जस्तो कारहरू धेरै हुँदो रहेछ कि रोमानियाको यो म बस्ने सिटी हेरौँ होइन त्यत्तिको छ सिटी जस्तो राम्रै छ सो त्योभन्दा धेरै राम्रो छ एन्ड एउटा नजिक एउटा पार्क छ लेट्स सी आज कस्तो भएको छ अनि रोमानियामा चाहिँ म चाहिँ अहिले क्रायोवामा बस्ने गरेको छु सो क्रायोमा अहिले फेस्टिभल हुन लागेको रहेछ क्रिसमसको बट नेपालमा भनेको एक दिनको दुई दिनको एक दिनकै हुन्छ नि त क्रिसमस यहाँ भनेको चाहिँ एक महिनाको फेस्टिभल हुन्छ अरे नोभेम्बर 15 देखिको जनवरी 15 सम्म या एक महिनाभन्दा डेढ महिना जस्तो हुँदो रहेछ अनि लास्टै बिजी हुन्छ अनि सुनेको थिएँ यो मेरो पछाडि चाहिँ एउटा थिएटर छ सिनेमा भनौँ न सिनेमा छ रेस्टुरेन्टहरू छ छेउछाउमा एन्ड दिस इज द सिटी अफ मेन सिटी भनेको अब के भन्नु होइन फर्स्ट एउटा ब्लग बनाउनु पऱ्यो भनेर मात्र हो लेट्स सी के बोलिन्छ आई डोन्ट नो यो भनेको मेन सिटी क्रायोवा सिटी यो रोमानियाको सुनेको 6th लार्जेस्ट सिटी अरे मान्छे चाहिँ धेरै लास्टै थोरै रहेछ क्या यहाँनिर एन्ड यो यस्तो छ यहाँ युनिभर्सिटी छ यो भनेको युनिभर्सिटी हो यहाँनिर लाइट आइरहेको रहेछ बाहिर रोड क्रस गर्नु भनेको लाइट आइरहेको रहेछ रेड लाइट छ अब जानु त भएन नेपालको जस्तो सो वेट गरौँ एकछिन त्यस्तै छ गाइस जोस् इन्भाइरोमेन्ट चाहिँ राम्रो छ क्लिननेस छ स्काई क्लियर छ होइन यस्तो क्लियर प्लेनहरू कुदेको गरेको सब देखिन्छ र लाइट ग्रिन लाइट आएको छ है अनि म रोड क्रस गर्दैछु मेन सिटी यहाँ भनेको जस राम्रो छ यहाँ भनेको गाडीमा चाहिँ जस सेफै छ यहाँ भनेको एउटा अन्डर टनेल छ मैले एउटा भिडियोहरू बनाएको छु यहाँनिर टनेल छ नाइटमा चाहिँ धेरै नै राम्रो देखिन्छ यहाँनिर तर छिटो जानुपर्छ रेड लाइट हुन आएको छ होइन रेड लाइट यस यतापट्टि आइसक्यो अब अर्को यतातिर जानुपर्ने छ ग्रिन लाइट आयो साथी जानु छ ब्याकग्राउन्डमा चाहिँ जस्तो सजाउँदैछ है क्रिसमसको लागि फेस्टिभलको लागि फर्स्टमा चाहिँ मार्केट छ एउटा मार्केट गएर एउटा जुस चाहिँ लिनु पऱ्यो पार्कतिर गएपछि यसो जुस त खानु पऱ्यो नि त सट्टै एउटा जुस लिनु पऱ्यो अनि जुस किनेर जुसमा पनि मलाई एउटा खतरा मनपर्छ नेपालमा हुँदाखेरि एक्सट्रिम खाइदियो यहाँ एक्सट्रिम पाइँदैन सेम त्यस्तै नै पाइन्छ लेट्स गो इनसाइड दिस इज द किङडम यो चाहिँ हाम्रो नजिकैको एउटा मार्केट हो एभ्रिथिङ सबै थोक पाइन्छ एन्ड म भनेको यहाँ भनेको मेनली ड्रिङ्क लागि दिन मात्र आएको मलाई ड्रिङ्क पाउन चाहिँ यता कुनातिर हुन्छ कि फ्रिजभित्र हुन्छ कुनातिर बाहिर चिसो छ लमसम्म 18 डिग्री होला तर पनि चिसो चाहिँ खानु पर्यो गाइस आई लाइक दिस monster drink let's go
अस्ति नै चाहिँ यसको प्राइस भनेको छ नि, यसको प्राइस भनेको 4 रुपियाँ समथिङ त्यस्तै कति थियो। अहिले भनेको चाहिँ 6 रुपिस 6.59 लै अरे भनेको। नेपाली प्राइस भनेको कति पर्छ 6 तिर कमसे झन्डै 200 रुपियाँ जस्तै पर्ने रहेछ। यतातिर छ। आज कोकहरू खान मन छैन, यसले जाउँ कस्तो हुँदो रहेछ। गो न 7 रुपियाँले 6.59 थियो। 7 रुपियाँ बोतलको पनि पैसा लिन्छ यार, गाह्रो छ यार। मर्चमेस अलिअलि त रोमानियाको पनि धेरै समय भइसक्यो नि त। अलिअलि त इङ्ग्लिस भन्न आएछ। इङ्ग्लिस त यहाँकोले बुझ्दैनन्। सो अलिअलि त रोमानियन मलाई पनि आउँछ। यसो रोमानियन त हामी गरेर नि त। जस मैले जुस लिएर निस्किसकेँ। लेट्स गो टु द पार्क। त्यहाँ पनि फेस्टिभलको लागि सजाउँदैछ, केटाकेटी खेलाउने पैसा कमाएको गर्दैछ। यो फेस्टिभलमा निस्किनुपर्छ, भिडियोहरू धोपी बनाउनुपर्छ भनेर सोचेको छु। यहाँनिर चाहिँ सावरमा बनाउँदो रहेछ। सावरमा नेपालमा पनि अहिले भाइरल छ। एन्ड दिस इज द युनिभर्सिटी, क्राइवा युनिभर्सिटी। पढ्न मिल्ने त यार म पढ्दिन्थेँ यार यहाँनिर, तर वर्किङमा आएको छु, पढ्न दिँदैन। पढ्न दिए त पढ्दिन्थेँ यार। बस राम्रो बनाउँदैछ। दिस इज द फर्स्ट क्रिसमस इन द युरोप। पहिलोपल्ट क्रिसमसमा भाग लिँदैछ। आई मिन भाग लिनुभन्दा पनि अब भाग लिँदा त डान्समा छान्ने होइन, यत्तिकै जे होस् रमाइलो हुन्छ क्रिसमसमा। नेपालतिर कुनैमा गएको थिएन क्रिसमसमा। एन्ड लेट्स सी हाउ क्रिसमस विल गो हियर। बट मैले सुनेको क्रिसमस खतरा हुन्छ अरे क्राइवामा। त्यस रोमानियाको टपेस्ट चोस भनौँ न, सेलिब्रेटीहरू आउँछ अरे। अनि लास्टै बिजी हुन्छ अरे, बिजी। एन्ड गाइस जस्ट इन्भाइरोमेन्ट चाहिँ क्लिन छ क्या, क्लिन छ। यस्तो हुन्छ नि यार युरोप, यसरी यत्तिकै युरोप त भन्ने भनेको होइन रहेछ। बोल्दै चिसो पनि खाइदिउँ अलिकति। यो यहाँ चाहिँ एउटा वे छ, बाटो छ जाने होइन, सेन्टरतिर जाने एउटा बाटो छ। बट यो भनेको रेस्टुरेन्ट एरिया छ, पुरै रेस्टुरेन्ट एरिया। यस्तो खतरा छ नि, यस्तो खतरा एम्बियन्स छ नि। सम लास्टै खतरा छ, महँगो पनि त्यस्तै छ। एन्ड दिस इज द थिएटर। बेलुकातिर चाहिँ बिजी हुन्छ लास्टै, अहिले चाहिँ त्यस्तो मान्छे देखेको छैन। एन्ड पछाडि देख्न सकिन्छ होइन, जस पछाडि देख्न सकिन्छ छोटो जुन यो टाँगेको जस्तो, त्यो भनेको चाहिँ पछि लाइटिङहरू हुन्छ अरे यसमा। अनि सुनेको मात्र, देखाएको छैन। अब एकैताल देखिन्छ, अब थोरै समय लाग्छ त्यसपछि देखिन्छ। फर्स्ट टाइम भ्लग बनाउँदा त हात लास्टै दुख्दो रहेछ। हात सजिलो त रहेन रहेछ, त्यो होस् तर बनाउन छोडिँदैन, बनाउनु पर्छ। अनि जोस् युरोपको लाइफ कस्तो हुँदो रहेछ, नेपालको लाइफ कस्तो हुँदो रहेछ, जोस् धेरै नै फरक पर्दो रहेछ। मेनली भनेको अहिले चाहिँ चिसो विन्टर लाग्दैछ। हामी अगाडि साल विन्टरतिर आएको होला सायद, झन्डै विन्टर लागेको थियो त्यतिखेरतिर आयो, क्रिसमस पछाडितिर जस्तो आएको थियो। अनि त्यही भएर सोच्न त सोचेको थियो भिजा छिटो लागेको थियो भने त क्रिसमसमा आइथ्यो होला। एन्ड क्रिसमस देखिन्छ क्रिसमसमा, यो भनेको थियो। बट सोचे जस्तो कहाँ हुन्छ, डेटै ढिलाइदिन्छ दिल्लीको होइन, त्यस्तै हो। एन्ड हेर्न सकिन्छ कस्तो छ एभ्री हाउस। लुक दिस, एभ्री हाउस विन्डो
सब डेकोरेट गरिरहेछ हैन फेस्टिभलको लागि। देन कारहरू हेर्न सकिन्छ यार। नेपालमा यति धेरै पार्किङ गरेको बाइक हुन्छ यार, यति धेरै पार्किङ गरेको कार हुन्छ। यो 5-7 वर्ष बस्यो भने त एउटा गाडीमा चाहिँ चढिन्छ होला कारमा। लेट्स पार्क आइपुगेको छु हैन। यहाँनिर पार्क छ, पार्क आएको छु। यो नजिकैको एउटा सानो पार्क हो अनि यो पार्क पछाडि चाहिँ सेन्टर गइछ। लेट्स सी सेन्टरमा अस्तिको दिन जाँदाखेरि चाहिँ जस डेकोरेसन गर्दै थियो, आज कस्तो छ हेरौँ है त। त्यहाँ पनि यो यहाँनिर पनि लाइक के छ यो लागिरहेको रहेछ, हेलोविनको के लागिरहेको रहेछ। त्यसपछि हेर्न सकिन्छ। सुइसी हिँड्दै थिएँ, फेरि यहाँको कपालहरू फेरि त्यस्तै हुन्छ, सुरु भइहाल्छ के जता पनि सुरु भइहाल्छ। मान्छे को छ के त्यस्तो वास्तै लाग्दैन यार। नेपालतिर त तर यस्तो गऱ्यो भने चाहिँ लास्टै नै भाइरल भइहाल्छ। बट आफ्नो सोसियल मिडियामा होइन, अरूको सोसियल मिडियामा लाइक टिकटकतिर कसैले भिडियो बनाइदिन्छ हालिदिन्छ, भाइरल हुन्छ। यहाँ भनेपछि फ्रिडम छ एन्ड त्यस्तो गर्न पाइँदैन। एकछिन बस्दिउँ न त, के कस्तो हुन्छ, हात पनि दुखो। एकैछिन भिडियो पोस्ट गराएको थिएँ मैले, किनभने लास्टै हात दुख्यो कि। आकाशमा हेर्न सकिन्छ साथीहरू होइन, आकाशमा हेर्न सक्छ। यत्तिको चाहिँ क्लियर चाहिँ हुनुपर्छ कि स्काई, लास्टै क्लियर क्या, पुरै के उठ्दैछ पुरै देखिन्छ के, पुरै देखिन्छ। धेरै ठाउँ हेरेको छु। Look this view. अनि हेन्सम देखिँदो रहेछ यार। मैले एउटा भिडियो बनाइरहेको छु होइन, मैले अहिले भिडियो बनाइरहेको छु। अहिले एउटा बुढो छ नदेखाउँ होइन, अन्त पनि प्राइभेसी हुन्छ। तर त्यसले भनिरहेछ पुरै जिस्काइरहेछ कि यसलाई यस्तरी बनाउँदैछ, भिडियो बनाउँदैछ भन्दैछ। नेपाली चाहिँ होइन है, यहीँको सिटिजन हो। यसलाई भिडियो बनाउँदैछ, यस्तो छ, हेलो गर्दैछ होइन। पछाडि हेर्न सकिन्छ भ्यू ब्याकग्राउन्डको। एउटा पर्यावरण छ यहाँ छेउमा। तर हामी यो रोमानियामा आउँदाखेरि यो सब रुखको पत्ताहरू सब झरिसकेको थियो, अहिले पनि झर्दैछ झन् चाहिँ। किन विन्टर जनवरीतिर आएको यार जस्तो लाग्छ। तर कति छिटो समय गयो थाहा भएन, कति छिटो समय जान्छ होइन। कामतिर बिजी हुन्छ, बाहिरतिर निस्किन पाउँदैन। 1-2 दिन छुट्टी हुन्छ यार, छुट्टीमा यसो बस्यो खायो सुतो, त्यही हुन्छ काम। अरू फाल्टो काम हुँदैन। बाहिरतिर निस्किनु त मन लाग्छ नि यार। त्यसले बाहिर निस्किने मान्छे साथी छैन, साथीभाइ त कहाँ पुग्थेँ यार। म पुरै रोमानिया त नभनौँ, क्राइभा चाहिँ पुरै घुमिसक्थेँ होला, यो सिटी चाहिँ घुमिसक्थेँ होला। रोमानियामा चाहिँ एउटा कुरा चाहिँ धेरै नै राम्रो लाग्यो कि, जुन यो कुरा छ। यो कुरा भनेको पानी खाने धारा जस्तै नेपालतिरको धारा हुन्छ नि गाउँघरतिर। अनि बाटोमा जोस मेन बाटोमा धारा राखिदिएको हुन्छ, जोस बटुवा कोही हिँड्दाखेरि एउटा उनीहरूले खानु पाओस्, पानीहरूको अभाव नहोस् भन्ने तरिकाको थियो। त्यहाँ पनि जोस् ठाउँमा राखिदिएको रहेछ। त्यो भनेको एक धेरै राम्रो आयो मलाई। एन्ड क्लिननेस देख्न सकिन्छ होइन, क्लिनिङ गरिँदैछ। यतापट्टि पुरै पत्ता झरेछ, तर छिनमा क्लिन गरिराखेको हुन्छ क्या, विच इज भेरी गुड। त्यही भएर युरोप भन्छ होला यार। नेपालतिर हुन्छ यार यतिको क्लिननेस। नयाँ जुत्ता लगाएर बाहिर निस्क्यो भने नेपालमा पुरै घर पुग्दाखेरि यो पुरानो थोत्रे जस्तो हुन्छ। तर यहाँ रोमानिया भनेको धुलै लाग्दैन यार।
यस्तो क्लिन हुन्छ। यो चाहिँ एउटा म्युजियम हो। हामी आउनुभन्दा 2 वर्ष अगाडिदेखि बनाउन थालेको अरे, अझैसम्म बनेको पनि छ। फेरि कन्स्ट्रक्सन गरेको अरे। सायद अब रोमानिया छोडेर जाउन्जेलसम्म पनि बनिसक्दैन होला। त्यसै मैले भिडियो बनाइरहेको छु, ब्लग बनाइरहेको छु। अनि धेरैजनाले मलाई नोटिस गरिरहेछ कि, त्यस पुरै नोटिस गरिरहेछ। पुरा यस्तो हेरिरहेछ, के गर्दैछ यो, हेर्दाखेरि नेपाली इन्डियन जस्तो छ, के गर्दैछ यो भन्ने पुरा त्यस्तै गरेर नोटिस गरेको ल। पुरा हेरिरहेछ कि, जो मेरो नजिकबाट गइरहेछ पुरै नोटिस गरिरहेछ, के गर्दैछ भन्दैछ। दिस इज द सेन्टर, दिस इज द सेन्टर अफ, म चाहिँ सेन्टरै भन्छु किन यहाँ एभ्रिथिङ छ नि त, सबै थियो। सपिङ मलदेखि लिएर भयभरको सबै छ। दाम पनि दामी लाग्यो त चिसो मौसममा। एन्ड देख्न सकिन्छ म्युजियमको यस्तो कन्डिसन छ होइन। अनि क्रिसमसको लागि पुरै सजिँदैछ होइन, पुरै सजिँदैछ। त्यो यतातिर लाइटिङ्सहरू छ, यता पुरै लाइटिङहरू छ। मैले टिकटकमा भिडियो हेरेको थिएँ, एकदम खतरा हुँदो रहेछ यार, अस्ति खतरा हुँदो रहेछ। लेट्स यसपालि क्रिसमसको दिन त छुट्टी हुन्छ होला ड्युटीमा पनि। एन्ड खतरा हुन्छ होला, भ्यू हेर्न पाइन्छ भन्ने छ। क्रिसमस ट्री, लुक दिस क्रिसमस ट्री। हेर्दाखेरि रियल देखिन्छ, तर रियल चाहिँ होइन है। यहाँनिर चाहिँ होइन, यहाँनिर एउटा कुरा बनाउँदैछ अरे, त्यो चाहिँ मैले पनि देखाएको छैन। बनिसकेपछि म यहाँ आएर भिडियो बनाउँछु होइन। लाइक दिस, यस्तो ट्रकहरू त्यहाँ पहिलोटो पनि देखेको यार यस्तो ट्रक। लुक दिस, लाइटिङहरू पुरै राखिरहेछ होइन। ब्याकग्राउन्डमा क्रिसमस ट्री छ, उता अर्को एउटा क्रिसमस ट्री छ। मान्छेहरू जोस् हल्का हल्का डेकोरेसन हुँदाखेरि पनि यत्तिको मान्छेहरू आइरहेको हुन्छ। अहिले दिउँसो त त्यस्तो धेरै मान्छे छैन, बेलुकातिर चाहिँ लास्टै नै मान्छे। अस्ति म एक टन आएको थिएँ, अनि त्यसमा मैले देखाएको थिएँ धेरै मान्छेहरू आएको थिएँ। अनि लुक दिस, घरहरूलाई यस्तो मजाले सजाएको छ यार, यस्तो मजाले सजाएको छ। अहिले यतिको सजाएको छ, स्टार्टिङमा यतिको सजाएको छ। अब हेरौँ कतिको कस्तो बनाउँछ भन्ने छ। अनि एउटा कुरा चाहिँ कस्तो भने, जुन हामीले फिल्महरूमा जुन सेन्टा हुन्छ नि, क्रिसमसमा गिफ्ट सिफ्ट ल्याइदिन्छ सेन्टाले भन्ने हुन्छ नि, त्यो सेन्टा ल्याइदिने चाहिँ पुरा त्यो जराए जस्तो पुरै उडेर आउने अनि गिफ्टहरू ल्याएर छोडिदिएर जाने भन्ने एउटा जुन हामीले भिडियोहरूमा हेरेको थियो, फिल्महरूमा हेरेको थियो नि, त्यस्तैलाई रिप्रेजेन्ट गरेर होइन यहाँनिर चाहिँ एउटा लाइक त्यस्तै तरिकाको प्रेजेन्टेसन चाहिँ गर्दो रहेछ। म देखाउँछु है त। यस्तो यहाँ माथि देखाएको छ नि, जुन यो माथि यहाँनिर भनेको दुईवटा जराए पनि सानो सानो देखिरहेको होला H&M को साइडमा यहाँनिर। अनि यसको पुरै तार राखेको छ क्या यहाँ परसम्म, यो एउटा पोल राखेको छ यत्रो पर। अनि यहाँदेखि तार हल्का हल्का देखिरहेछ। त्यो तारमा बाट यो अब चाहिँ अब कतिखेर कुन टाइमिङमा गर्छ त्यो चाहिँ थाहा छैन, लाइक बेलुकीतिर गर्छ होला। अनि त्यसमा भनेको यो यहाँदेखि उहाँ पर पुगेर परदेखि ओह्र ल्याउँछ भन्ने सुनेको थिएँ। अब त्यसमा लाइक झिलिमिली जुन फायर्सहरू त्यो पनि गराउँछ भन्ने सुनेको थिएँ। त्यसपछि अब कस्तो हुन्छ भनेर चाहिँ त्यतिखेर हेरौँला है त। नेपालमा थियो भने यतिको भिडियो बनाउनको भ्लग बनाउनको मलाई लास्टै सायद म 100% होइन 200% भनिदिन्छु होइन, सक्दिनँ थियो होला। बट किनभने मैले जे बोल्दैछु त्यो अरूले बुझ्थ्यो नि त, अनि त्यही भएर पनि होला, त्यही भएर पनि अप्ठ्यारो जस्तो फिल हुन्थ्यो होला। तर यहाँ भनेको मैले के पनि यिनीहरूलाई थाहा हुँदैन, यिनीहरू के बोल्दैछन् मलाई थाहा हुँदैन। अनि पखम यहाँनिर एउटा छ कि म जहिले आउँछु, एउटा बुढोले चाहिँ सधैँ परेवाला चारो हालिरहेको हुन्छ होइन, त्यो बुढोलाई आज म हेर्नु पऱ्यो। हेर्ने साथी हो कस्तो छ त्यो बुढो, यही बुढो हो के, यही बुढो हो। एनी टाइम यार, एनी टाइम चारो मात्रै हालिरहेको हेर्न सकिन्छ होइन।
हेर्न सकिन्छ एउटा हातमा यो बोकिरहेछ अर्को हातमा 4 बोकिरहेछ हैन अनि यहाँनिर पर खाइरहेछ अलिक ओरतिर हालेछ हैन हालेर बसेको होला सायद यति छ गाइस अब यहाँभन्दा मुनि नजाउँ होला बाटो बिर्स्यो भने फेरि घर कसरी फर्किनु यस्तै हो गाइस हैन भिडियो चाहिँ धेरै लामो भयो जस्तो लाग्यो मलाई आई डोन्ट नो के बोले इन केस मन परेछ भने मेरो भिडियो राम्रो लागेछ भने लाइक गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला जस फलो गरिदिनु होला एन्ड डेली त नभनौँ मेबी वीकली मेबी 1 times 2 times हैन भिडियो ल्याउने छु होप यु सी इन नेक्स्ट भिडियो गाइज त्यतिखेरसम्म बाई बाई stay healthy, stay safe. Bye bye.